हेलो नमस्ते बहिनी। नमस्कार सर। कताबाट हुनुहुन्छ होला? तपाईँले अघि मलाई म्यासेज गर्नुभएको रहेछ, अनि किन होला? ए नमस्कार सर, म के अरे यहीँ काठमाडौँ सामकोसीबाट हो सर। मैले हजुरको मोबाइलमा राम्रो राम्रो अब भिडियोहरू देखेको थिएँ, पहिलादेखि हेर्दै थिएँ। अनि फेरि हेर्दै जाँदा फेरि पैसा कमाउने घरमै बसेर अनि जहाँ जाँदा पनि गर्न मिल्ने काम भनेर लेख्नु भएको रहेछ अनि भन्नुभएको रहेछ। अनि त्यही भएर के रहेछ, म पनि दुईटा बच्चाको मम्मी के गरिराखौँ दिनभरि बस्दा भनेर केही एउटा पाटा कमाउने खोजिराखेको थिएँ। त्यही भएर हजुरसँग बुझ्नलाई फोन गरेको। ए ल बहिनी, एकदमै है। मैले चाहिँ बहिनी नै भने, किनभने अब मभन्दा तपाईँ धेरै सानो नै हुनुहुन्छ। हजुर तपाईँ पक्कै पनि है एकदमै राम्रो चाहिँ प्लेटफर्ममा तपाईँ चाहिँ आउनुभएको छ। तपाईँलाई स्वागत गर्न चाहन्छु सर्वप्रथम त। र म चाहिँ मेरो छोटो परिचयबाट सुरुवात गर्न चाहन्छु। नमस्ते, मेरो नाम चाहिँ पूर्ण गुरुङ लीला है। म हजुर चाहिँ प्राउडली एउटा ग्रान्ड फादर हो है। तपाईँ दुईटा बच्चाको आमा हुनुहुँदो रहेछ, म त झन् बाजे हो है। र हजुर मेरो ओरिजिनली घर चाहिँ तनहुँको आफूखेरिनी हो होइन। अनि म हजुर चाहिँ 20-22 वर्षदेखि चाहिँ म काठमाडौँमा बसोबास गर्दा आइरहेको छु। यतिखेर चाहिँ म चाहिँ साँच्चै नै तपाईँले जुन चाहिँ बुझ्न आउनु भएको छ त्यही एमाजोन डिजिटल बिजनेसको म चाहिँ आफ्नो बोस आफै भएर है, म चाहिँ आफ्नो बोस आफै, म सिइओ, यो कम्पनीको यो बिजनेसको म अनर भएर मैले चाहिँ घरैबाट एकदम सक्सेसफुली चाहिँ यो बिजनेस रन गर्दै आइरहेको छु। र प्राउडली म चाहिँ एउटा अन्टरप्रेनर पनि भन्न रुचाउँछु होइन। हजुर र हजुरको पनि अनि छोटो परिचय दिनुहोस् न त है। त्यसपछि हामी फेरि बिजनेसको बारेमा म तपाईँलाई बुझाउने छु नि त, मिल्छ? नमस्कार सर। मिल्छ। मेरो घर चाहिँ ओरिजिनल घर भन्नुपर्दा लमजुङ हो सर। अहिले चाहिँ म हजुर काठमाडौँमा बस्दै आइरहेको छु 8 वर्षदेखि यता। अनि मैले धेरै कामहरू गरेँ अनि काहीँ पनि मैले सेटिस्फाई पाएको थिएन। अनि मैले हजुरको भिडियो हेरेँ। अब घरमै बसेर अनि फाइनेन्सियल फ्रिडम हुन्छ अनि जहाँसुकै गएर पनि काम गर्न मिल्ने भन्ने के अरे देखेँ एड के रहेछ भनेर। अनि हजुरलाई यसो म पनि दुईटा बच्चाको मम्मी अब के चाहिँ रहेछ भनेर म नि बुझ्नलाई हजुरलाई कल गरेको सर। ए ल धन्यवाद बहिनी है। अब तपाईँ चाहिँ मेरै अब झन्डै है मेरो साँझियार जिल्लै हुनुहुँदो रहेछ। लमजुङ र अब तनहुँ भनेको त होइन, हजुर जोडेकै जिल्ला हो। खुसी लाग्यो, आफ्नो राम्रो बहिनी रहेछन् है। अनि ज्वाइँ साहब चाहिँ कता हुनुहुन्छ? बाहिर हुनुहुन्छ। ए बाहिर भनेपछि अनि उहाँ चाहिँ जबको लागि बाहिर जानुभयो होला हो? हजुर ए त्यही त। अब हजुरलाई भन्नुपर्दाखेरि कस्तो छ भन्दाखेरि तपाईँको अहिलेको यो उमेर भनेको वास्तवमा होइन, अब तपाईँ ज्वाइँ बहिनीसँगै बस्नुपर्ने उमेर हो। सानो सानो बच्चाहरू हुर्काउनु पर्ने होइन, अनि हजुर सँगै बसेर सँगै अनि होइन बच्चाहरूको टेक केयर गरेर चाहिँ आफ्नो जीवन चलाउनु पर्ने बेला हो। तर अब नेपालमा बाध्यतै छ है। यस्तै कुराहरूलाई चिर्नको लागि नै यो बिजनेस हो क्या बहिनी है। अब यो बिजनेसमा तपाईँले साँच्चै नै तपाईँले मन पराएर तपाईँले भोलि यो बिजनेस गर्नुभयो भने भविष्यमा तपाईँले आफ्नो श्रीमानलाई पनि होइन सँगै बस्न पाइन्छ। अनि तपाईँले अब आफ्नो बालबच्चाहरूलाई विषय अब उनीहरूलाई कसरी पढाउने, कस्तो स्कुल पढाउने, हरेक कुराहरू तपाईँले चाहिँ यो बिजनेसबाट चाहिँ तपाईँले सक्नुहुन्छ। त्यस्तो खालको बिजनेस छ होइन। हजुर अब तपाईँले सही हजुर सोच्नु भएको रहेछ। तपाईँले अब बुढाले पनि विदेशमा कमाइरहनु भएको छ, म पनि त्यत्तिकै गर्न किन बस्ने होइन। अब म नि केही गर्छु पाएदेखि, यदि राम्रो भएदेखि भनेर तपाईँ बुझ्न आउनु भएको रहेछ होइन। हजुर हो। मैले त हेर्नुहोस् न भर्खर 15 महिना भयो यो बिजनेस गरेको होइन। अब म अहिले बाजे भइसक्यो। अलि अगाडि 4-5 वर्ष अगाडि भेटाएको भए यतिखेर म पेन्सन पनि खाइसकेको त्यस्तो खालको बिजनेस हो क्या बुझ्यो। हजुर तपाईँ त राइट टाइममा हुनुहुन्छ है। तपाईँ त अब भर्खरको हुनुहुन्छ।
है। अनि तपाईँले चाहिँ अब म यो बिजनेसको बारेमा बुझाउँछु होइन। अब हजुरले चाहिँ केही समय चाहिँ धैर्यताका साथ सुनिदिनुहोस् है त। हस् हस्। अब फर्स्टमा चाहिँ यो बिजनेस के हो भनेर भन्नुपर्दा चाहिँ यो बिजनेस चाहिँ अनलाइन डिजिटल बिजनेस हो है। हामी सबैजनाले प्रत्येक दिन होइन तपाईँको टिकटक, फेसबुक, युट्युब जस्ता सोसियल मिडियाहरूमा अर्काको भिडियो, अर्काको कन्टेन्टहरू स्क्रल गरेर होइन तपाईँको दिनको मिनिमम पनि 4-5 घन्टा चाहिँ हामीले खेर फालिरहेछौँ नि त। हजुर। के हामीले त्यसबाट कमाइ गरे छौँ त? छैन सर। पक्कै पनि छैन। तर हाम्रो यो प्लेटफर्मले चाहिँ केही चिजलाई केही समय चलाएर चाहिँ पैसा कमाउन सिकाउँछ के है। यो त्यसलाई चाहिँ हामीले चाहिँ हामीलाई चाहिँ यसैलाई नै हामीले अनलाइन डिजिटल बिजनेस भनेर भन्छौँ के है। अनि यो कसरी गरिन्छ भन्ने कुरा आउँछ। यो बिजनेस चाहिँ जब हामीले सुरु गर्छौँ होइन, सर्वप्रथम हामीलाई चाहिँ फेसबुक पेज र वेबसाइट बनाइदिन्छ कि। जब त्यो तयार हुन्छ एट्र्याक्सन मार्केटिङ गर्न सिकाउँछ क्या हामीलाई है। यो एट्र्याक्सन मार्केटिङको लागि चाहिँ हामीलाई यो प्लेटफर्मले तपाईँको चाहिँ भिडियो बेस्ड ट्रेनिङ दिन्छ, स्ट्राटेजी दिन्छ, अटोमेसन टुल्स दिन्छ, सिस्टम दिन्छ होइन। अनि सँगसँगै हामीलाई चाहिँ कोच र मेन्टर पनि दिन्छ। उहाँहरूले यति सहयोग गर्नुहुन्छ है, त्यो सबै चिजद्वारा चाहिँ सजिलैसँग तपाईँ हामीले चाहिँ एट्र्याक्सन मार्केटिङ गर्न सकिन्छ। अब यो एट्र्याक्सन मार्केटिङ गरिसकेपछि हामीले आफ्नो दाजुभाइ, नातेदार, इष्टमित्रको भर पर्नु पर्दैन के है। अनि सँगसँगै हामीले कुनै पनि सामानको एडभर्टाइज गर्नु पर्दैन है। जस्ट हामीले के गर्ने हो त भन्दाखेरि एट्र्याक्सन मार्केटिङ गरिन्छ। र यो बिजनेसबाट चाहिँ कसरी तपाईँको चाहिँ कमाइ हुन्छ भन्ने कुरामा चाहिँ मेन कुरा भनेको त त्यही हो नि त, कसरी कमाइ हुन्छ भनेर नै सबैजनालाई कमाउन नै आउने हुन्छ यो बिजनेसमा होइन। हजुर। जब हामीले एट्र्याक्सन मार्केटिङ गरिन्छ, त्यो एट्र्याक्सन मार्केटिङ भनेको हाम्रो विज्ञापन हो क्या। त्यो विज्ञापनलाई हाम्रो अटोमेसन सिस्टमले चाहिँ संसारभरि पुर्याइदिन्छ कि। जसले फेसबुक हेर्छ नि मोबाइलमा उनीहरूकोमा पुर्याइदिन्छ। पुर्याएपछि तपाईँले जस्तै मेरो भिडियो हेरेको जस्तै उहाँहरूले पनि तपाईँको भिडियो हेर्ने भयो। अनि त्यसपछि चाहिँ फेरि हाम्रो चाहिँ अटोमेसन सिस्टमले चाहिँ जसरी तपाईँलाई मौका ल्याइदियो नि त्यसरी नै संसारभरिको तपाईँको लिडहरू चाहिँ तपाईँ कहाँ ल्याइदिन्छ क्या होइन। अब ल्याइदिइसकेपछि त तपाईँले कसैको भर पर्नु पऱ्यो त, त्यो त अटोमेटिक रूपमा आउने हो नि त। आइसकेपछि तपाईँको के हुन्छ त भन्दाखेरि इन्कम जेनेरेट हुन्छ। हेर्नु त कति सजिलो बिजनेस छ क्या है। एक नम्बर चाहिँ यो बिजनेस भनेको चाहिँ तपाईँको 52 वर्ष पुरानो बिजनेस हो। म भर्खर 53 वर्ष भयो, यो बिजनेसै 52 वर्ष जम्मै 1 वर्ष काम गरेको है। त्यस कारणले गर्दाखेरि यो बिजनेस चाहिँ एकदमै भरपर्दो विश्वासिलो छ होइन। तपाईँ हामीले मोबाइलबाटै होइन इजिली काम गर्न सकिन्छ। आफ्नो बोस आफै भएर जुन बेला तपाईँलाई फुर्सद हुन्छ त्यही बेलामा तपाईँले 2-4 घन्टा दिनमा दियो भने पनि पुग्छ होइन। अब तपाईँले अर्काको जब जस्तो होइन 8 घन्टा 10 घन्टा 12 घन्टा खट्नु पर्छ होइन। तपाईँ परिवारसित तपाईँ छुट्नु पर्दैन। सबैभन्दा राम्रो बेस्ट भनेको परिवारसँग छुट्नु पर्दैन क्या। यो चाहिँ फ्यामिली बिजनेस हो। तपाईँ श्रीमान श्रीमती मिलेर मजाले गर्नु। अनि तपाईँले 2-4 वर्ष राम्रो गर्नुभयो भने हजुरलाई चाहिँ रिटायरमेन्ट पनि दिन्छ क्या कम्पनी। अनि त्यो पनि लेगेसी ट्रान्सफर है। अनि तपाईँले यो बिजनेसमा हेर्नु त म जस्तो बुढो मान्छेले हेर्नु होइन कस्तो बोल्छु म आजकल होइन। मान्छेलाई चाहिँ त्यसरी परिवर्तन गरिदिन्छ क्या। यहाँ तपाईँको धेरै कुराहरू सिक्नु पाइन्छ क्या। तपाईँ जतिको मान्छेले सिक्यो भने मेरो उमेरमा त तपाईँ त तुफान हुन्छ नि, तुफान होइन। तपाईँलाई कसैले पनि भेट्न सक्दैन क्या। तपाईँ त्यस्तो खतरा बन्न सक्नुहुन्छ। किनभने म बुढो मान्छेलाई त बनाइसक्यो 15 महिनामा भनेपछि हजुर त भर्खरको तपाईँको दिमाग पनि एकदम तेज छ होइन। तपाईँले एकदम छिटो तपाईँलाई चाहिँ फाइदा हुन्छ क्या यो बिजनेसमा है। र यति कुरा मैले राखेँ है तपाईँलाई
यो बिजनेस के हो, कसरी गरिन्छ र कसरी फाइदा हुन्छ, अनि बिजनेसको कति चाहिँ वर्षको हो हैन, त्यसको पुरै फाइदाहरू पनि मैले तपाईँलाई बताएँ। हजुर अरू केही छ सोध्नलाई? हजुरले अब यो अट्र्याक्सन मार्केटिङ भन्नुभयो, अनि अझसम्म मैले यो फेसबुकमा यस्तो पोस्टहरू खासै हाल्दिनँ, अनि मलाई फेरि त्यस्तो बोल्न पनि मैले असाँ दुईजनाको माझमा बोलेको पनि छैन, अनि म बोल्न सक्छु होला त सर? अनि मैले यो काम मैले गर्न सक्छु होला त? यो बिजनेस स्पेसली तपाईँ हामी जस्तै मान्छेको लागि हो कि, जो मान्छे चाहिँ पिँजडामा चरा थुनेको जस्तै जिन्दगी हामीले जिइराखेको छ क्या। म पनि तपाईँ जस्तै सेम, म त झन् बुढो मान्छे, फेसबुक पनि चलाउँदैन हैन, अब केही गर्थिनँ त्यस्तो मान्छे त। अहिले हेर्नु त यसरी बोल्छु, यसरी चाहिँ लाइभ आउँछु भनेर हिजो तपाईँ त झन् आउने कुरै भएन। तपाईँ त घरको मान्छे हो हैन, तपाईँले त सिर्फ के हो भन्दाखेरि तपाईँलाई त काम चाहिएको हो के। अनि अर्को कुरा चाहिँ के हो भन्दाखेरि यति जब चाहिँ नि एउटा एट्र्याक्सन मार्केटिङ गरेर आफ्नो जिन्दगी बदलिन्छ भने किन नगर्ने त? ल भन्नु त, आफ्नो जिन्दगी चेन्ज हुन्छ, आफ्नो बच्चाहरूको भविष्य राम्रो हुन्छ भनेदेखि चाहिँ नि हैन, आफ्नो बुढासँग सँगै बस्न पाइन्छ, सबैलाई खुसी खुसी उमङ्गित राख्न पाइन्छ भने किन नगर्ने त हैन र? त्यतिकै नै तपाईँले सक्नुहुन्छ हैन। एक त तपाईँले त्यतिकै नै सक्नुहुन्छ, मैले सकेपछि हैन। म त झन् क्यामेरामै नपर्ने मान्छे हो, किनभने मेरो त उमेरले पनि बाजे भइसकेको मान्छे हो हैन। अब मैले त सकेछु भने त तपाईँले नसक्ने कुरा त कति पनि यो क्वेसनै सुहाउँदैन के भाइ। होइन, अब कहिले नगरेका कुराहरू जे पनि नगरेपछि त अब अनौठै लाग्छ नि त। अब कसरी गर्ने के, अब फेरि अब हजुरले अट्र्याक्सन मार्केटिङ त भन्नुभयो, केसको बारेमा गर्ने हो, अनि मार्केटिङ भनेपछि अब बेच्नु पनि हो कि के हो? अब त मैले सबै तपाईँलाई मैले हजुरलाई अघि नै भनिसकेँ, यो एट्र्याक्सन मार्केटिङ हो। जसरी मैले तपाईँलाई बोलेर गरेको छु नि, तपाईँले मेरो भिडियो हेर्नुभयो नि त, त्यस्तै टाइपको। खासमा तपाईँलाई चाहिँ सर्टमा भन्नुपर्दाखेरि चाहिँ यहाँ चाहिँ एजुकेसन दिने खालको, अनि त्यसपछि इन्टरटेनमेन्ट दिने खालको, लाइफ चेन्जिङ अपर्च्युनिटी दिने खालको चाहिँ हामीले एट्र्याक्सन मार्केटिङ गर्ने हो हैन। त्यस्तो कुनै पनि सामानहरू बाइसेलको कुरा गरिँदैन कि बहिनी। यहाँ कसैलाई पनि आइज यो राम्रो छ भनेर कसैलाई पनि हामीले फोर्स गरिँदैन हैन, लोभ देखाइँदैन हैन। यो चाहिँ हामीले के छ भन्दाखेरि तपाईँ सुतिराख्दा पनि, म सुतिराख्दा पनि, अनि हामीले काम गरिराख्दा पनि तपाईँको चाहिँ सिस्टमले नै काम गरिरहेको छ क्या, अटोमेसन 24 हैन, आवर्स 7 डेज नै काम गरिरहेको छ क्या। त्यही भएर यो बिजनेस चाहिँ खासमा भन्यो भने एमेजिङ त्यसै भनेको होइन क्या। यो कारणले चाहिँ एमेजिङ भनेको यसको यो बिजनेसको ब्युटी त्यही नै हो क्या, अटोमेटिक काम गर्छ क्या, अटोमेटिक काम गर्छ। अब हजुरले यो मजाले गर्न सक्नुहुन्छ, त्यसको लागि तपाईँ चिन्ता नलिनु। हामीले तपाईँलाई मैले अघि नै भने नि त, तपाईँलाई चाहिँ लाइफ टाइम कोच र मेन्टर तपाईँलाई पाउनुहुन्छ हैन। तपाईँलाई विभिन्न किसिमको ट्रेनिङहरू पाउनुहुन्छ, टिप्सहरू पाउनुहुन्छ, स्ट्राटेजी पाउनुहुन्छ हैन। तपाईँले चाहिँ सिस्टम पाउनुहुन्छ भनेपछि तपाईँले चाहिँ मजाले सिकाइन्छ, त्यसको लागि चिन्ता नलिनु। मात्रै तपाईँले के फोकस गर्नु पर्यो भने मैले यो बिजनेस चाहिँ बेच्छु हैन, राम्रो भयो भने चाहिँ म गर्छु भन्ने चाहिँ तपाईँको चाहिँ त्यो खालको चाहिँ तपाईँले सोचाइ बनाउनुहोस्। हाम्रै आफ्नै गाउँले बहिनी हो, म छु हैन। अब हजुरले चाहिँ तपाईँको बरु अब तपाईँको चाहिँ मलाई चाहिँ सोध्नु पर्यो क्या, यो बिजनेस कहाँको हो, कस्तो बिजनेस हो। म हो त्यही मैले बुझ्दैछु, हजुरलाई बिस्तारै सोध्दैछु कि सर। अनि बिजनेस भन्नुभयो, अनि यो बिजनेस कहाँको हो, अनि यो कम्पनी कहाँको हो, लिगल हो कि होइन हो, त्यो सबै भनिदिनुहोस् न। ओके, एकदमै है, तपाईँले एकदमै राम्रो क्वेसन सोध्नुभयो। मैले पनि त्यही सोध्नुहुन्छ कि भन्ने चाहिरहेको थियो होइन। अब हाम्रो यो बिजनेसमा चाहिँ तपाईँको चाहिँ 52 वर्ष पुरानो बिजनेस भएको कारणले बहिनी 3 लाख मान्छेको जीवन परिवर्तन गरिसकेको छ अलरेडी है। अनि यसको चाहिँ सिस्टम छ क्या, यसको आफ्नै सिस्टम छ, अनि हामी चाहिँ त्यो सिस्टममा जानुपर्छ क्या। त्यो सिस्टम अनुसार अनि तपाईँको चाहिँ कम्पनीले चाहिँ के भन्छ भन्दाखेरि तिमीहरूले धेरै नबोल,
हैन। तिमीहरूले गुलियो कुरा गर्न सक्छ, अमिलो कुरा गर्न सक्छ, तितो कुरा गर्न सक्छ, राम्रै कुरा गर्न सक्छ, तर तपाईँको लिडले चाहिँ के छ नपत्याउन सक्छ नि त। हजुर अब नपत्याएपछि त तपाईँले त बिजनेस गर्नुहुन्न। बिजनेस नगरेपछि त फेरि तपाईँ त त्यही ठाउँमा फर्कियो नि त, हजुर हैन। फेरि पनि तपाईँ के त भन्दाखेरि तपाईँको जीवन परिवर्तन भएन नि त, तपाईँलाई घाटा हुन्छ क्या। हजुर हो, त्यो कारणले गर्दा कम्पनीले चाहिँ आफैले 8 वटा भिडियो दिन्छ क्या बरु। ए आफैले 8 वटा भिडियो दिन्छ। अनि हजुर त्यही भिडियो तपाईँलाई दिनको लागि नै मैले तपाईँसँग इमेल लिएको हुन्छ क्या सुरुमा, मलाई सोध्नुभयो ए हैन। हजुर किन इमेल चाहियो भन्छु नि, हैन। अनि हो, यसको लागि चाहिँ इमेल लिएको हो है। अनि हजुरले चाहिँ त्यो 8 वटा भिडियोमा चाहिँ यो कम्पनी कहाँको, यो कम्पनीभित्र के छ, यो कम्पनीले के गर्छ, कस्तो सिस्टम छ, कस्तो मोडेल छ, मैले यो कम्पनीमा यो कम्पनी मतलब यो बिजनेस गरेपछि चाहिँ मैले के गर्नुपर्छ, हैन। अब यो बिजनेस चाहिँ मेरो लागि हो कि होइन, मैले गर्न सक्छु कि सक्दिनँ, यो लिगल हो कि इलिगल हो, साँच्चै नै यसले पैसा दिन्छ कि दिँदैन, यो सबै कुरा सत्य कुरा चाहिँ बुझ्नको लागि चाहिँ तपाईँले त्यो 8 वटा भिडियो हेर्नुपर्छ। त्यो 8 वटा भिडियो हेरेपछि तपाईँलाई दुधको दुध पानीको पानी हुन्छ। अब मेरो कुरा पनि तपाईँले खासै सुन्न चाहिँ पर्दैन है, किनभने हजुर हामीलाई चाहिँ जुन कम्पनीले नै तपाईँलाई भिडियो दिइसकेपछि त हैन। अब तपाईँलाई कम्पनीको नाम के रहेछ, कहाँको कम्पनी रहेछ, हैन, त्योभित्र के रहेछ, लगानी छ कि छैन रहेछ, सबै कुरा तपाईँको प्रश्न छ नि त। यो सबै प्रश्नको एन्सर चाहिँ तपाईँले त्यहाँबाट पाउनुहुन्छ। कम्पनीले चाहिँ त्यसरी चाहिँ तपाईँलाई सिस्टेमेटिक रूपमा तपाईँलाई भिडियो पठाउँछ हैन। बरु तपाईँले त्यो भिडियो हेर्दालाई नि बहिनी एउटा स्टेप चाहिँ पार गर्नुपर्छ। त्यो स्टेप चाहिँ के हो त भन्दाखेरि तपाईँले रजिस्टर गर्नुपर्छ। अनि त्यो रजिस्टर गर्नको लागि चाहिँ तपाईँले चाहिँ रिफन्डेबल के फिर्ता हुने रिफन्डेबल तपाईँले चाहिँ $149 बराबरको तपाईँले डिपोजिट गर्नुपर्छ क्या। हजुरलाई 1 महिना टाइम दिन्छ। 1 महिनाभित्रमा हजुरले जहिले पनि तपाईँले यो बिजनेस मन परेन भने हजुरले 1 रुपियाँ पनि नकाटिकन फिर्ता हुन्छ 1 महिनाभित्रमा। अनि 1 महिना कट्यो भने चाहिँ पाउनुहुन्न। अनि 1 महिनाभित्रमा तपाईँले जतिचोटि हेर्नु मन लाग्छ त्यतिचोटि हेर्न पाइन्छ हैन। अनि नबुझेको कुरा मसँग पनि बुझ्न पाइन्छ र तपाईँलाई हामीले चाहिँ हाम्रो कोचिङ क्लास फ्री कोचिङ क्लास हाम्रो कोचसँग पनि तपाईँलाई कोचिङ क्लास हुन्छ। अनि उहाँसँग पनि तपाईँले सबै कुरा बुझ्न सक्नुहुन्छ। अनि त्यसपछि तपाईँलाई चाहिँ यो बिजनेस मन पर्यो भने हामीसँगै लाने अगाडि हैन, लाइफ लिड गर्ने। इनकेस तपाईँलाई चाहिँ मन परेन भने चाहिँ हजुरको त्यो जुन 149 पैसा छ सबै 1 रुपियाँ पनि नकाटिकन 100% नै तपाईँलाई फिर्ता हुन्छ है। त्यस कारणले गर्दाखेरि हजुरले चाहिँ हाम्रो सिस्टमलाई चाहिँ किनभने अब सिस्टम त फलो गर्नु पर्यो नि, बिना सिस्टमको त केही चल्छ संसार हैन। त्यस कारणले तपाईँको यो 149 भनेको चाहिँ तपाईँको साँच्चै नै हुनसक्छ तपाईँको चाहिँ लाइफ चेन्ज गर्ने एउटा चाहिँ सुनौलो गीत हुनसक्छ। हजुरको श्रीमान तपाईँको श्रीमती यही बिजनेसले गर्दा सँगै बस्न पाउन सक्छ हैन। तपाईँको बच्चाहरूलाई कस्तो स्कुलमा पढाउन मन लाग्छ, कस्तो खालको चाहिँ हैन अब शिक्षा दीक्षा तपाईँले दिन मन लाग्छ, तपाईँले दिन सक्नुहुनेछ, यस्तो खालको बिजनेस हो। त्यस कारणले गर्दाखेरि 149 भनेको चाहिँ तपाईँको लागि साँच्चै नै एउटा सुनौलो ढोका हो भन्ने चाहिँ मलाई लाग्छ है। तपाईँ तयार हुनुहुन्छ भने चाहिँ तपाईँले मेरै एकाउन्टमा पठाउनु हैन। म तपाईँलाई मेरै एकाउन्टको चाहिँ क्युआर दिन्छु। अनि त्यसपछि तपाईँले चाहिँ सुरुमा चाहिँ मैले तपाईँलाई के त्यति कुरा भन्छु, म तपाईँले त्यो भिडियो चाहिँ हेर्नुहोस्। हस्, हजुरले 149 त भन्नुभयो, अब त्यति तिरेर अरू त लाग्दैन होला नि सर पैसा? तपाईँलाई मैले भने नि त, हजुरलाई हाम्रो चाहिँ के छ भने हाम्रो बिजनेसको पोलिसी हुन्छ। हजुरलाई चाहिँ पहिला कुरा चाहिँ मैले के भने भन्दाखेरि मैले तपाईँलाई यति लाग्छ उति लाग्छ भन्दाखेरि तपाईँले पत्याउनुहुन्छ पत्याउनुहुन्छ हैन। तर तपाईँलाई हाम्रो बिजनेसको सिस्टमले नै सबै कुरा भन्छु भनेर तपाईँलाई 8 वटा भिडियो दिइसकेपछि अब क्वेसन छैन के हैन। हजुरको सबै क्वेसनको एन्सर त्यो भिडियो भित्रै छ के बहिनी। तपाईँ चिन्ता नलिनु, तपाईँको पैसा म जिम्मा भयो के, म जिम्मेवार छु।
मैले मेरै तपाईँको ब्याङ्क एकाउन्ट पठाउँछु। भोलि तपाईँले त्यो पैसा मन परेन, बिजनेस गर्न मन लागेन भने त्यो पैसा चाहिँ तपाईँले पाएन भने मलाई चाहिँ त्यो ब्याङ्कमा गएर तपाईँले चाहिँ उजुरिहाल्यो भने मेरो ब्याङ्कै ब्लक हुन्छ होइन। किनभने मेरो त मैले त हाम्रो त यस्तो कम्पनी हो कि 52 वर्ष पुरानो कम्पनी हो। अलिकति मिस्टेक हुने बित्तिकै हाम्रो आइडी खाइदिन्छ क्या। यो खतरा छ क्या, हाम्रो यो पोलिसी खतरा छ, नियम खतरा छ, कसैलाई ढाड्न मिल्दैन। तपाईँलाई चाहिँ साँचो कुरा, सत्य कुरा चाहिँ बुझ्नको लागि चाहिँ हजुरले 8 रुपियाँ हेरेपछि छर्लङ्ग हुन्छ क्या। त्यसपछि हजुरलाई मन पर्यो भने सँगै जाम अगाडि, मन परेर बाइ द वे भन्यो भने हजुरलाई पैसा म फिर्ता दिन्छु, त्यो ग्यारेन्टी म दिन्छु होइन। हजुरलाई मैले क्युआर पठाइदिन्छु, मैले सेन्ड पनि गरिदिइसकेको छु। अहिले चाहिँ नेपाली 23,000 हो, तपाईँले आफ्नो ब्याङ्कको खातामा राखेको हो क्या बहिनी। हजुरले भन्नु भयो होइन सर, मलाई सबै कुरा मन पर्यो। अब म पैसा नि त अब म्यानेज गर्न पर्यो, मसँग त्यति पैसा अहिले छैन। अब म हस्बेन्डसँग पनि कुरा गर्छु अनि हजुरलाई सेन्ड गरिदिन्छु नि त्यो कुरा गरेपछि। ठिक छ, त्यो पनि एकदम कुरा तपाईँको एकदमै राम्रो छ। तपाईँलाई अब तपाईँले घरमै बसेर केही गर्न पाए हुन्थ्यो भनेर तपाईँ बुझ्न आउनु भएको छ होइन। अब तपाईँले सोचेको भन्दा राम्रो बिजनेस प्लेटफर्म पाइसक्नु भएको छ। अब तपाईँलाई चाहिँ मैले के भन्छु भन्दाखेरि एउटा दाइको हैसियतले, एउटा गाउँकै दाइको हैसियतले ढिला नगर्नुहोस्। म पनि त्यसो भन्दा 3 वर्ष ढिलो भयो होइन। 3 वर्ष ढिलो भयो, आखिर मैले यो बिजनेस गर्नै पर्यो होइन र। अहिले मलाई घाटा भयो। त्यस कारणले गर्दाखेरि तपाईँलाई के हुन्छ भने जहिले पनि साइड जुरेको बेसाइड हुन्छ नि त मान्छेले। अहिले तपाईँलाई साइड जुरेको बेलामा तपाईँले गर्नुभयो भने होइन, हजुरलाई साँच्चै यो साइड परेको बेलामा नै तपाईँलाई एकदमै लङ टर्मको लागि फाइदा हुन्छ क्या। त्यस कारणले तपाईँले अब 23,000 भन्ने कुरा त तपाईँको लागि त्यति ठुलो कुरा होइन कि। अब सबै पैसा तपाईँकै हातमा छ, बुढाले तलबमा काम गर्छ, तपाईँकैमा आइपुग्छ। अनि तपाईँ 23,000 रुपियाँ चाहिँ छिम्म गरेर एकछिन राख्नुहोस् के, मलाई सापड दिए जस्तो हो होइन। तर तपाईँले 23,000 चाहिँ मलाई सापड दिए जस्तो हो, तर तपाईँले त यत्रो ठुलो चाहिँ बिजनेस पाउनुहुन्छ क्या। यति ठुलो बिजनेस के, तपाईँ अचम्म के, तपाईँको चाहिँ जिन्दगी नै काया पलट गर्ने चाहिँ तपाईँ त्यस्तो खालको चाहिँ तपाईँले बिजनेस बारेमा तपाईँले चाहिँ हेर्न पाउनुहुन्छ, बुझ्न पाउनुहुन्छ होइन। बरु तपाईँले चाहिँ श्रीमानलाई ढाड्नुहोस् न, तपाईँले त्यो भिडियो हेर्नुहोस् अनि फिर्ता दिनुहोस् हुन्न। हुन्छ सर, हुन्छ। के अरे म हजुरले भनेको कुरा सबै बुझेँ होइन सर। म धेरै एक्साइटेड पनि छु, म कमाउन पनि सक्छु जस्तो लागिरहेको। ल म अब भोलि हजुरलाई सेन्ड गरिदिन्छु। अरे बाफ्रे, तपाईँ डिजिटल बिजनेस बुझ्न आउनु भएको होइन। हामी डिजिटल बिजनेस भनेको हामी बिहानदेखि बेलुकासम्म पसल कुरेर बस्दैन क्या। डिजिटल बिजनेस भनेको तपाईँले ठ्याक्क मोबाइल झिक्ने होइन, अनि ब्याङ्कको त्यो एप्स खोल्ने, अनि 23,000 मेरोमा ट्याक्क यसो स्क्रिन क्युआर यसो गर्ने, त्यहाँ ठ्याक्क भइहाल्छ, ठ्याक्क गरिदिइहाल्नु न। अनि डिजिटल बिजनेस गर्ने भनेपछि त तपाईँ त्यो अनुसार जानु पर्यो नि। अब तपाईँ फेरि भोलि ब्याङ्कमा गएर लिएर लाइनमा बस्ने जमानाहरू आउँदैन नि त होइन सर। अब एकाउन्टमा नहुन नि त। मेरो विश्वास गर्नुहोस्, मलाई पनि हेर्नु न तपाईँले। तपाईँले मलाई विश्वास गरेर आउनु भएको नि त। तपाईँले कति धेरै जनासँग त तपाईँले भिडियो पनि हेरिसकेको छ, बुझि पनि सकेको छ होइन। तपाईँलाई विश्वास नलाग्यो भएर तपाईँ मेरो भिडियोमा हेरेर आउनु भएको नि त। अब तपाईँले त्यो 23,000 को लागि तपाईँ चिन्तै नलिनु, डराउँदै नडर्नु। तपाईँको यस्तो राम्रो मौका फेरि आउँदैन क्या होइन। भनिन्छ नि है, मौका आउँछ पर्खिँदैन होइन, बगेको खोला फर्किँदैन भन्छ होइन। अब त्यो कुरालाई पनि तपाईँले मध्यनजर गरेर तपाईँ चिन्तै नलिनु। भरे सपना देखेर आएर देख्नुहुन्छ तपाईँले। अहिले नै तपाईँले त्यो मलाई हालिदिइहाल्नुहोस्, म तपाईँलाई। किनभने अब अमेरिकामा मेरो कोच हुनुहुन्छ नि त तपाईँ र मेरो, उहाँले हालिदिनुपर्छ क्या तपाईँकै नाममा। अब तपाईँले त्यो पैसा पठाएपछि तपाईँले चाहिँ स्क्रिनसट पठाउनु पैसाको पठाएको, अनि हजुरको नाम, नम्बर अनि ठेगाना पनि पठाउनुपर्छ क्या। फेरि त्यतिकै हुँदैन। अनि तपाईँकै नाममा फेरि बिल आउँछ, अनि हजुरलाई 8 वटा भिडियो चाहिँ तपाईँको इमेलमा आउँछ, अनि मैले तपाईँलाई फेरि
हैन हाम्रो चाहिँ प्लेटफर्ममा तपाईलाई वेलकम गर्छु स्वागत गर्छु सबैले देख्छ तपाईको कहाँ त्यस्तो अनि चान्चुने बिजनेस हो तपाईँ अचम्म हुन्छ के त्यही कारणले गर्दाखेरि भोलि 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 नभन्नु आज नै गर्नु जे गर्नु छ तपाईँले अहिले बुझ्नु आउनु भएको हो त्यही भनेको 2-3 छाक बाँसु हो के त्यो छोडिदिनुहोस् हैन त्यही कारणले गर्दाखेरि हालिहाल्नुहोस् है त ल हाल्नुहोस् त म हेरिहाल्छु ल सर म बेलुकासम्म हाल्छु बेलुका मलाई होइन नि कि मन अहिले गर्नु न म तपाईँसँग चाहिँ यति यसरी चाहिँ सधैँ बोल्ने मौका पाउँछु त अनि म अरू मान्छे यहाँ के छ म तपाईँलाई यत्रो समय दिन्छु कति 25 मिनट गइसक्यो हामी ल हालिहाल्नुहोस् त ल हाल्नुहोस् त हाल्नु हस् सर अहिले स्क्रिनसट पठाइदिन्छु ल पठाउनु न म अहिले पठाउँ कि अहिले हेरौँ अनि म तपाईँलाई त्यो उता म तपाईँलाई फेरि हाम्रो कोचको श्रीमतीलाई पैसा पठाउँछु कि म 10 रुपियाँ खर्च गरेर ए हस् सर म ल त्यो सेन्ड पनि म गर्ने तपाईँलाई पठाइदिन्छु हस् हस् है म ल ल सेन्ड ल गरिदिएँ ल हेर्नु त ओके थ्याङ्क यू भेरी मच आए थ्याङ्क यू हेर्नु सर धेरै धेरै वेलकम छ है स्वागत छ अनि थ्याङ्क यू भिडियो चाहिँ तपाईँले स्किप नगरिकन हेर्नु होला म तपाईँलाई भिडियो आएपछि तपाईँलाई कसरी हेर्ने हिन्दीमा कसरी लाउने सबै कुराहरू होइन हजुरलाई म सबै अब चाहिँ म तपाईँको साँच्चै मेन्टर हो होइन अब हजुरले यो $50 पुगिसकेपछि चाहिँ तपाईँको मेन्टर भइहाल्यो सुरु भयो अब म तपाईँलाई हरेक कुराहरू तपाईँलाई चाहिँ म हेल्प गर्छु सपोर्ट गर्छु होइन अनि तपाईँलाई चाहिँ धेरै धेरै स्वागत छ अल द बेस्ट भन्न चाहन्छु हस् त धन्यवाद बहिनी नमस्कार सर हस् बाई 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 बाई